Hello everybody, I'm Nikhil Shrestha and I'm 24 years old. आज चाहिँ म बिहान काममा जाँदै थिएँ। काममा जाँदै हाम्रो परेश्वर कोठा अगाडि एउटा बाछा भेटियो। त्यसलाई लिएर फेरि ततिर लापरवाही गरेर छोडेर छ भनेर उतातिर लगाए। त्यहाँ नि अर्को रहेछ अनि त्यही साथी होला भने छोडेनलाई त्यहाँ नि एउटा छोड्यो अनि यसलाई त नछोडा तलतिर लगेर छोड्यो घाँस खान्छ यो कसले छोड्यो यसरी भन्नु थाल्यो। अनि मैले तल लगेर छोड्दै थिएँ एउटा केटी अनि त्यसलाई मैले काटेर खान लाग्यो अनि त्यसलाई मेरो घरबाट छोड्यो भन्दै थिएँ होइन। तर भनिन्छ नि होइन अब केटीहरूको बुद्धि नि नहुने रहेछ कि है। उसले अब मैले काटेर खान लागेको छु यो अथवा अब मेरो घरबाट छोड्यो जस्तो लाग्यो होला। अब एउटा चाहिँ मेरो रुमको छेउमा भेटियो अनि अर्को चाहिँ अब ठ्याक्कै हाम्रो कामभन्दा अलिकति माथिपट्टि चाहिँ त्यहाँ आएर भेटियो होइन। दोबारा मैले अनि त्यहाँ घाँस खानलाई छोडिदिएँ। त्यति बेला नै हो त्यो केटीले त भिडियो नि बनाउँदै थियो सायद, मलाई त केही थाहा छैन होइन। बनाउँदै होला अब त्यो त भन्न सकिँदैन। त्यसो भन्दाखेरि मलाई रिस उठ्यो अनि मैले नि भने कि सबै मान्छे एउटै हुँदैन होइन। अब मेरो घरबाट छोड्नु पर्यो भएदेखि मेरो घरमा पनि बाछाहरू हुन्छ किन नहुनु पर्ने, गाईहरू हुनुपर्ने, अहिले गाईहरू कराउनु पर्ने तपाईँले नि सुन्नुहुन्थ्यो होला। कराएको छ त भन्नु त छैन नि होइन। हो त्यसै हुन्छ नि। अब कहिले मान्छेलाई हेरेर जज नगर्नु होला है। मान्छे कहाँदेखि काम छ त्यो थाहा हुँदैन होइन। अब तपाईँहरूले भिडियो बनाएर सोसियल मिडियामा हाल्नुहुन्छ अथवा युट्युब, टिकटक, फेसबुक, ट्विटर, वाट्सएप त्यस्तोतिर हाल्नुहुन्छ। परेश्वर मान्छेलाई सोची सम्झी मात्रै गर्नु होला है। भिडियो बनाउने काम भनेको नि हामीलाई नै आउँछ। त्यसो नचाहिने कुरामा भिडियो नबनाउनु होला। यति भन्न चाहन्छु म चाहिँ होइन।